नमस्ते गाइज सबैजनालाई। आज हामी सपिङ जाँदैछौँ। अब जहिले पनि शनिबार छुट्टी दिने, शनिबार छुट्टी दिँदाखेरि न पसल चल्नु, न पसल खोल्नु, न गाडीहरू चल्नु, सबै बन्द हुने। तर यो हप्तामा चाहिँ हामीलाई शुक्रबार साथीको एरेप मात्रै र मेरो चाहिँ शुक्रबार छुट्टी भएकोले आज हामी दुईजना सपिङ गर्नको लागि जाँदैछौँ। आज गएर हामीले एक हप्ताभरिको लागि चाहिने खानेकुराहरू किनेर ल्याउनको लागि हामी जाँदैछौँ। अब हामी यहाँबाट तल जाँदैछौँ यो बाटोबाट हिँडेर है। साथी यसरी अगाडि हिँड्दैछन्। यस्तो छन् झाङहरू, गर्मी छन् बाहिर एकदमै। अनि यहाँनिर चाहिँ एउटा सुरुङ भएको छ। यो सुरुङबाट चाहिँ यसरी हामी भित्र छिर्नुपर्छ। यसरी हामी भित्र छिरेपछि त्यहाँबाट यतापट्टि बाहिर निस्किने ठाउँ रहेको छ। यसरी हामी बाहिर निस्किसक्यौँ। यहाँनिर चाहिँ एउटा ठुलो पार्किङ रहेको छ, गाडीहरू पार्क गर्ने ठाउँ। अनि गाडीहरू चाहिँ यतातिर पार्क गरेर कस्टमरहरू चाहिँ सामान किन्नको लागि त्यो पसलमा जाने गर्छन्। अनि त्यसपछि हामी यसरी जाँदैछौँ। पसल हामी आइपुग्न लाग्यौँ र पसल पुग्नुभन्दा अगाडि चाहिँ हामीले यसरी यो सामानहरू बोक्ने एउटा यो ट्रली हामीले बोक्नुपर्छ। र हामीले चाहिँ यो भित्र जाँदाखेरि यो ट्रलीमा सबै सामानहरू हाल्नुपर्ने हुन्छ। र यहाँ साथीले यो ट्रली बोलाउँदैछ। यहाँ देख्नुभयो तपाईँले क्युआर कोड है। अब यो चाहिँ एकदमै नयाँ प्रकारको नयाँ सिस्टम देखियो। यहाँ चाहिँ अरू पसलहरूमा चाहिँ काउन्टरमा मान्छेहरू हुन्थ्यो भने यहाँ चाहिँ त्यस्तो देखिएन। यहाँ चाहिँ यो एउटा मेसिन यहाँ रहेको छ र त्यो मेसिन हामीले बोकेर त्यो मेसिनले चाहिँ सबै प्रकारको सामानहरूको त्यो बारकोडमा चाहिँ डिटेक्ट गरेर त्यहाँबाट चाहिँ उसले मूल्य पत्ता लगाउँदै जोड्दै गर्छन्। यहाँ देख्नुभयो बारकोड है त। पछि हामीले जति पनि आइटमहरू किन्दै जान्छन् र त्यसरी नै त्यो मेसिनले अटोमेटिक रूपमा एड गर्दै जान्छन्। र यसरी नै गर्दै गइसकेपछि आइटमहरू त्यहाँ देख्दै जान्छन्। अब हामी जाँदा सुरुमा यहाँ बारकोड देख्नुभयो चाहिँ ट्रलीको हो है। अब हामी सुरुमा हामीले चाहिँ अब टमाटर किन्नको लागि गयौँ र टमाटरलाई हामीले जोख्यौँ र तराजु जोखिसकेपछि यस्तो सानो मूल्यको ट्र्याक आउँछ र त्यो ट्र्याक आइसकेपछि त्यहाँबाट हामीले त्यसको मूल्य डिटेक्ट गऱ्यौँ र यसको मूल्य चाहिँ ₹4.70 रहेको छ। र यसपछि हामीले अरू सामानहरू सबै किनिसक्यौँ र किनिसकेपछि हाम्रो सामान जम्मै कतिवटा भयो भनेर त्यहाँ पनि देखाइन्छ र हामीले फेरि पुनः रिचेक गर्नको लागि हामीले सबै सामानहरूलाई रिकलेक्ट गऱ्यौँ। र यस्तो गर्नको लागि हामीले सबै सामानको बारकोडहरू डिटेक्ट गऱ्यौँ र यहाँ पनि हामी तमतम गर्दैछौँ। देख्नुभयो यो सामानको यहाँ बारकोड रहेको छ र यो बारकोडलाई चाहिँ यो मेसिनले यसरी डिटेक्ट गर्छ। हेर्नुहोस् है त। त्यहाँ प्रेस गर्नुपर्छ। प्रेस गरेपछि यसरी रेड कलरको लाइट बल्छ र त्यो बलिसकेपछि त्यसले चाहिँ त्यहाँ त्यसको मूल्य देखाइन्छ। र यसरी देखाइसकेपछि हाम्रो जम्मै चाहिँ 39 वटा आइटम्सहरू भएको रहेछन् है। अब यो आइटमहरू हामीले यसको लागि पे गर्नको लागि तिर्नको लागि चाहिँ हामी यहाँबाट अब यो ट्रलीलाई फेरि पनि कुदाएर यहाँनिर जानुपर्ने हुन्छ र यहाँ पनि फेरि पुनः हामीले क्युआर कोड डिटेक्ट गर्नुपर्छ र त्यो गरेपछि अनि हाम्रो टोटल कति भयो ₹447 447 सेकेल भएको रहेछ। यहाँ भिडभाड छन् यसरी नै मान्छेहरू है। अनि कार्डबाट पे गर्ने जति चाहिँ यता
मेसिनतिर गइन्छ। यता पछाडितिर मेसिन रहेको छ है। जसले क्यास पे गरिन्छ यहाँबाट चाहिँ कार्डवालाहरू चाहिँ नि यहाँबाट पे गरिन्छ। कार्डवालाहरूले चाहिँ त्यहाँबाट पे गरिन्छ भने क्यासवालाहरू चाहिँ यता माथि नै गएर पे गरिन्छ। र त्यसपछि हाम्रो बिल आइसकेर यहाँ गार्डले चाहिँ स्टिकर लगाइसक्यौँ, स्ट्याम्प लगाइसक्यौँ। र त्यसपछि हामी फाइनली त्यहाँबाट निस्क्यौँ है त गाइज। हाम्रो चाहिँ बिल आएको छ यहाँ 39 वटा आइटम्सको। अनि फाइनल्ली हाम्रो सामानहरू पनि यति धेरै भएको छ। र यसको लागि चाहिँ हामीसँग पनि एउटा सानो ब्याग, हाम्रो पर्सनल ब्याग रहेको छ। र हामी सबैले ती सामानहरूलाई हाम्रो ब्यागमा प्याक गर्नेछौँ, अहिले नै गर्नेछौँ र गर्दैछौँ पनि। फाइनल्ली हाम्रो सम्पूर्ण सामानहरू हाम्रो सानो ब्यागमा हालिसक्यौँ। र सबै हालिसकेपछि यता साथीले पनि एउटा चामलहरू बोकेर एक्सेल बोकेर उभिरहेको छ। र हामीहरू चाहिँ अब आफ्नो रुमतिर प्रस्थान गर्छौँ अब यो स्थानबाट। फाइनल्ली अब हामी त्यहाँबाट हिँडिसकेका छौँ। यसरी तान्दैछौँ, झोलालाई पुरै लोड भएको छ है। अब यसरी नै हामी घरतिर फर्किँदैछौँ है गाइस। धन्यवाद।